मान्छे तपाईँकोमा पानी खान्छ के पूजा गर्दै हिँडेको भन्ने कुरो त खुसु खुसु गाउँमा हुँदो रहेछ अलिअलि पटपट भनेनन्। मैले भने होस् अब मलाई उहाँले पानी पियाउनु भएको छ, म आफ्नो कार्य गर्दै गएँ। के छ भने हेर्नुहोस् है, सबै ब्राह्मणहरूलाई के भनेर निवेदन गर्न चाहन्छु, यहाँ हामी बोल्न पाउनु भनेको हाम्रो घर हो। यो यजमानको घरमा गएर यसले के भन्छ कि त्यो निप्छ कि जतामा रिसाउँछ कि भन्ने कुरो आउँदैन। हाम्रो घरमा मेरा दाजुभाइ पितासँग खुलेआम छोरो बोले जस्तो, यसमा कसैले केही भन्छ भन्ने कुरो छैन है। हामी हौँ, यता फर्के पनि हाम्रै हात, यता हो कि हाम्रै हात। ब्राह्मणको बिचमा आएर बोल्न पाउनु यो हाम्रो घरमा छोरो बोलेको, तोते बोले भने पनि आमा खुसी हुन्छन्। र तोते बोले मैले बोले पनि यथार्थ कुरो भन्दैछु है। र हामी प्रत्येक व्यक्तिमा नि सामर्थ्य छ, शक्ति पनि छ, तर के छ भने आगो लगाइदिने चिङ्गारी छैन नि त। एउटा सुकेको मुडो राखेको हुन्छ, त्यो दन्दनी बल्छ, तर पहिले के चाहियो, स्यास्स पारेर सलाई बालिदिनु परेन। त्यो सलाई बालेपछि त्यो मुडो दन्दनी बलेर जान्छ, हामी आगो ताप्छौँ, तर सलाई चाहिँ खोइ, त्यो सलाई यहाँ पाइँदो रहेछ। यो पुरै सम्मेलनमा आएर त्यो सलाई मैले आज पाएर गोजी भरि लिएको छु, अब मजाले बाल्ने प्रयास गर्छु है। त्यो वस्तु हामीले यहाँ आएर मैले धेरै सुने बोलेँ र मलाई अन्तिममा याद आयो, म पानी पिउने मान्छे दमाईको घरको हो। एउटा गाना छैन मेरो घरको, एउटा के नेपाली गाना पनि छ, याद आएन नि मलाई। र के छ भने कुरो, अरू ती दमाई मान्छेले मलाई के भन्नुभयो भने एकपल्ट